नमस्कार। आज हामी हर्क साम्पाङ नेतृत्वको नयाँ दल श्रम संस्कृति पार्टीको विषयमा कुराकानी गर्दैछौँ र अहिले हामीसँग हुनुहुन्छ श्रम संस्कृति पार्टीको उपाध्यक्ष देवराज लामा। नमस्कार सर। नमस्कार। अहिले तपाईहरुले पार्टी दर्ताको जुन प्रोसेसमा अगाडि बढ्नु भएको छ तपाईहरु, हजुर दर्ता प्रक्रिया कहिलेसम्म पुरा हुने, कहिलेसम्म पार्टी बन्ने? यसो छ, तपाईको चाहिँ हामीले 2082 असोज 7 गते चाहिँ हामीले विधिगत दर्ताको लागि निवेदन दियौँ। अहिले त्यो निवेदनमाथि चाहिँ उहाँहरूले छानबिन गर्दै हुनुहुन्छ, किनभने त्यहाँ 500 वटा चाहिँ तपाईँको चाहिँ भोट कार्डको चाहिँ फोटोकपी, नागरिकताको फोटोकपी नि बुझाउनु पर्ने हुन्छ, कतिको नमिलेको हुनसक्छ, कतिको तपाईँको चाहिँ नबुझिने हुन्छ। त्यसलाई छानबिन गरेर अनि घोषणापत्र, तपाईँको विधान, अनि तपाईँको चाहिँ नियमावली यो सबै उहाँहरूले हेर्छ। उहाँहरूको तपाईँको चाहिँ निर्वाचन आयोगमा उहाँहरूको फर्मेट के छ त, त्यो फर्मेट अनुसार ठिक चाहिँ छैन, यो सबै कुरा हेर्न चाहिँ उहाँलाई 45 दिन लाग्दो रहेछ। त्यो 45 दिनभित्र चाहिँ पहिला त तपाईँको 45 दिनदेखि लिएर 3 महिना 6 महिना नि लाउँथ्यो। तर अहिले चाहिँ तपाईँको चाहिँ निर्वाचनको चाहिँ घोषणा भएको हुनाले फागुन 21 गते चाहिँ निर्वाचन हुने भनेर चाहिँ घोषणा गरिसकेको हुनाले उहाँहरूले मलाई जहाँसम्म लाग्छ 45 दिनभित्र चाहिँ हामीलाई चाहिँ तपाईँको पार्टी चाहिँ स्वीकृति भए, दर्ता भए भनेर चाहिँ भन्न सक्नुहुन्छ। तिहार पछाडि चाहिँ पार्टीले आधिकारिकता पाउने सम्भावना छ? एकदमै। त्योभन्दा अगाडि पनि अब अघि हामी निर्वाचन आयोगमा नि गयौँ, त्यहाँ जाँदाखेरि मैले अहिलेको कार्यवाहक निर्वाचन आयुक्तसँग नि कुरा गरेँ, रामारी भण्डारी हुनुहुँदो रहेछ। उहाँलाई भन्दाखेरि ठिक छ सर, एकदम तपाईँहरूलाई चाहिँ वेलकम छ, त्यो दर्ता प्रोसेसमा रहेछ, चाँडोभन्दा चाँडो अब हामी चाहिँ त्यो सबै केलाएर हेर्छौँ, भोटिङ कार्डहरू अर्थात् नागरिकताको फोटोकपीहरू ठिक छ छैन सबै हेरेर यदि ठिक रहेछ भनेदेखि चाँडोभन्दा चाँडो चाहिँ हामी टिप्पणी उठाएर अगाडि चाहिँ सकेसम्म हामी चाँडो दिन पाएदेखि हामी पनि तपाईँहरूलाई चाहिँ तपाईँको चाहिँ पार्टी दर्ता भयो भनेर चाहिँ प्रमाणपत्र दिन पाएदेखि हामी पनि खुसी हुने थियौँ। सरहरूको पार्टीको संरचना चाहिँ कस्तो हुन्छ, पदाधिकारी कस्तो हुन्छ, केन्द्रीय कमिटी कतिको हुन्छ, यो चाहिँ अलिक छोटकरीमा भन्नुहोस्। यो तपाईँ केन्द्रीय कमिटी अहिले चाहिँ तपाईँको चाहिँ हामीले 23 जनाको मात्रै त्यहाँ नामावली बुझाएको छौँ। यो चाहिँ तपाईँको चाहिँ यो पार्टी दर्ताको प्रोसेसमा मात्रै हो। अब भोलि चाहिँ तपाईँको चाहिँ लगभग 200 को हाराहारीमा चाहिँ केन्द्रीय समिति पदाधिकारी चाहिँ कति राख्ने? पदाधिकारी अब तपाईँको चाहिँ त्यहाँ के हुन्छ भने आवश्यकता अनुसार, जस्तो अध्यक्ष 1 जना भयो, उपाध्यक्ष 7 जना हुन्छ, 7 प्रदेशको चाहिँ प्रतिनिधि गर्ने खालको। त्यसमा पनि तपाईँको चाहिँ यो जातिगत रूपमा पनि जस्तो तपाईँको चाहिँ आर्यन क्षेत्री बाहुनहरूबाट, आर्यभट्टबाट, अनि यता तपाईँको चाहिँ आदिवासी जनजातिबाट, अनि दलितबाट, अनि मधेसको मूलबाट, अनि त्यसमा पनि तपाईँको चाहिँ थारू यो पदाधिकारी लेभलमै त्यसरी समुदायगत यो समावेशी मिलाउने भन्नु? तपाईँको यो समानुपातिक समावेशी चाहिँ मिलाउनु पर्छ। समानुपातिक भनेपछि त जनसङ्ख्याको आधारमा? जनसङ्ख्याको आधारमा नि यसो हो, अब समावेशी भएपछि त्यो समावेश पनि गर्ने हो। सकेसम्म हामीले चाहिँ जनसङ्ख्याको आधारमै प्र्याक्टिस गर्दै लैजाउँ भन्ने हो। पार्टीको सिद्धान्त अथवा विचारधारा चाहिँ के हुन्छ सर? अब हर्क साम्पाङले चाहिँ हर्कवाद भनेर भन्नुभएको छ, हर्कवाद मात्रै त भने त होइन होला, त्यही होला चाहिँ त्यही हो। तर विधि र प्रक्रिया भनेको लोकतान्त्रिक हुन्छ र हाम्रो लोकतान्त्रिक केन्द्रीयताको आधारमा चाहिँ पार्टी चल्छ। र हामी कहाँ पुग्ने भन्दाखेरि तपाईँको चाहिँ आर्थिक रूपमा चाहिँ हामी समाजवादी हो। नागरिकहरू चाहिँ तपाईँको चाहिँ अहिले हामी कुनै बेला हामी रैती थियौँ होला, कुनै बेला हामी दास थियौँ होला, कुनै बेला प्रजा थियौँ होला, अहिले हामी जनतासम्म आएको छौँ। अब जनताबाट पनि तपाईँको चाहिँ नागरिकमा पुग्ने हो। र जनताको सर्वोच्च भनेको राष्ट्रपति सिस्टम हो। राष्ट्रपति नै तपाईँको एउटा जनताको छोरो, एउटा नागरिक चाहिँ तपाईँको चाहिँ सबैभन्दा उच्च सर्वोच्च निकायमा पुग्ने भनेको राष्ट्रपतिमा हो। राष्ट्रपति हुन पाउने व्यवस्था हामीले अख्तियार गरेका छौँ, राष्ट्रपति सिस्टममा गएका छौँ। र तपाईँको चाहिँ त्यही अनुसार चाहिँ अब नागरिक समाजवाद भनेर हामीले ल्याएको छौँ। र यो सबैलाई जोडेर तपाईँको हर्कपथ, प्रकृति संस्कृति र प्रविधिलाई जोडेर हर्कपथ आयो। हर्कपथ र यो नागरिक समाजवाद हुँदै हामी कहाँ पुग्छौँ भन्दाखेरि प्रत्येक जनताले चाहिँ न्याय पाउनुपर्छ है। यहाँ न्यायमा चाहिँ तपाईँको चाहिँ विभेद छ, सेटिङमा चलिरहेछ। त्यस कारणले प्रत्येक जनता चाहिँ बराबर हो, इक्वल हो भन्नको खातिर चाहिँ न्यायिक समतावादमा हामी चाहिँ अन्तिममा पुग्ने, हाम्रो गन्तव्य चाहिँ न्यायिक समतावादमा पुग्ने। यो अहिले नागरिक समाजवाद भनेको अहिले नेपालमा जुन समाजवादी पार्टीहरू छ, हजुर
संविधानमै फरक हो कि एउटै? हेर्नुहोस् है, संविधानमै यो देश चाहिँ मुलुक चाहिँ तपाईँको चाहिँ समाजवाद उन्मुख हुनेछ भनेर भएको हुनाले अब हामीले आर्थिक रूपमा हामीले यो समाजवाद भन्नाले चाहिँ कस्तो हुन्छ भने समाजमा भएको रहेको जति पनि तपाईँको चाहिँ समस्याहरूको समाधान गर्ने विधि पनि हो एउटा। अनि अर्को कुरो तपाईँको चाहिँ सामूहिक उत्पादन र समतामूलक वितरण पनि हो। र अर्को भनेको चाहिँ तपाईँको योग्यता अनुसार काम अनुसारको दाम भन्ने छ नि समाजवादी तपाईँको चाहिँ त्यसको व्याख्या विश्लेषणमा। त्यस कारणले हामी चाहिँ नागरिक हुनुपर्छ र नागरिकसँग जोडिएको चाहिँ समाजवादी व्यवस्था हुनुपर्छ भनेर। यो कम्युनिस्टहरूसँग अलिकति तपाईँहरू निकट होइन, मिल्दैन त्यसो त। तपाईँको चाहिँ यस्तो हो, अब त्यो कम्युनिस्टहरूको पनि समाजवादको त उनीहरूको पनि अन्तिम गन्तव्य त अन्तिम त होइन, त्यो बिचको बाटो त कम्युनिस्टको हो। तपाईँको चाहिँ जाने बाटो हो त्यो। तपाईँको चाहिँ कम्युनिस्ट भन्नाले साम्यवादी भनेर संसारमा कहाँ चाहिँ छ त? कहीँ पनि छैन। अब चाइनाको कुरा गर्ने भने चाइना तपाईँको मर्केन्टाइल सोसलिजममा छ। अब क्युबाहरू, उत्तर कोरिया, कम्बोडिया, भियतनाम यो सबै तपाईँको चाहिँ समाजवादी व्यवस्थासम्म मात्रै पुगेको छ, साम्यवादमा पुग्दैन, पुगेको छैन। अब अलिक व्यावहारिक हिसाबमा चाहिँ तपाईँहरूको पार्टी नि हजुर कस्तो हुन्छ? किनभने मान्छेले अहिलेसम्मको हाम्रो यो पुरानो पार्टीहरूको तौर तरिका शैली होइन सिद्धान्त त लगभग एउटै होला, तर शैलीगत हिसाबमा तपाईँहरूको पार्टी फरक हुन्छ। फरक जस्तो फरक कसरी छ भने नि उहाँहरू भनाइमा हुनुहुन्छ, भाषणमा हुनुहुन्छ, हामी गराइमा छौँ, हामी प्र्याक्टिकलमा छौँ। हामी भन्नुभन्दा अगाडि अथवा भाषण गर्नुभन्दा अगाडि हामीले काम गर्नुपर्छ, श्रम गर्नुपर्छ। त्यो तपाईँको शारीरिक श्रम हुनसक्छ, त्यो एउटा बौद्धिक श्रम हुनसक्छ। श्रमको पनि छ। तपाईँहरू श्रमदान अभियान चलाउनु भएको छ तपाईँहरूले होइन, तर श्रमदान भन्ने बित्तिकै खालि त्यो ढुङ्गो बोक्नु, बेल्चा हान्नुलाई मात्रै बुझिएको छ होइन, घर बनाउनु मात्रै होइन। त्यो पार्टीमा लाग्नु पर्यो भने त म त लाग्दिनँ अहिले, किनभने त्यहाँ जाने बित्तिकै काम गर्नुपर्छ, म त सक्दिनँ काम गर्नु भन्ने एउटा बौद्धिक वर्गहरू पनि छ नि। तिनीहरू यहाँ आउन अब तपाईँले मलाई अहिले संवाद हामी गरिरहेको छौँ होइन, तपाईँले इन्टरभ्यू लिइरहनु भएको छ, यो पनि त श्रम हो नि। यसको डेफिनेसन हुन्छ? हुन्छ, किन हुँदैन? तर मेयर साहबले यस विषयमा त्यति बोल्नु भएको छैन। होइन, खालि उहाँले श्रमदान भन्ने बित्तिकै खालि काम गर्न आउने भन्ने बुझ्नु भएको छ। पहिलो कुरो चाहिँ नेपालीहरू अल्छी भए हो, तपाईँको चाहिँ अलिकति फटा टाइपको भयो, अनि तपाईँको दलाली बिचौलिया जस्तो भयो, अनि कमिसन तन्त्रमा कुदे, सेन्टिग्रेट र क्याटालिङमा कुदे, चन्दा उठाउनेतिर गयो। त्यो चाहिँ तपाईँको चाहिँ दुरुपयोग भयो, विकृति विसङ्गति भयो, अराजकता भयो। त्यसलाई कन्ट्रोल गर्नको लागि पहिलो कुरो चाहिँ श्रम संस्कृतिमा ल्याउनु पर्यो। हिजो हाम्रो चाहिँ तपाईँको चाहिँ बाबुबाजेले त सबै श्रम गरेरै आएको र तपाईँको चाहिँ महान वैज्ञानिक चार्ल्स डार्विनको भनाइलाई कोट गर्ने हो भने पनि हाम्रो पिता पुर्खा बाँदर थियो भनेको थियो। यदि बाँदर थियो भनेदेखि बाँदरबाट नर बाँदर हुँदै होमोसेपियन हुँदै मान्छे अथवा होमोसेपियन अथवा मान्छेको स्वरूप हुनलाई त श्रमकै आवश्यक पर्यो नि। श्रमले गर्दा नै मान्छे भएको हो भन्ने छ। दोस्रो कुरो चाहिँ जति पनि विकसित राष्ट्रहरू छ नि त्यो श्रमले गर्दै अथक तपाईँको मेहनत र श्रमले गर्दै ती राष्ट्रहरू चाहिँ विकसित हुन पुगेको। हाम्रो देशमा त्यस कारणले हामी पनि श्रम गरौँ होइन। पहिलो कुरो त शारीरिक श्रम गर्नुपर्छ, श्रम नगरेर मात्रै देशको हालत यो अवस्थामा पुगेको हो भन्ने जस्तो पनि भाष्य निर्माण हुन्छ। पछिल्लो खण्डमा त त्यही हो होइन। देश नबन्नुमा भ्रष्टाचार, कुशासन, अनियमितताको पाटो महत्त्वपूर्ण होला नि त। जस्तो ठेकदारले ठेक्का लियो, त्यो राजनीतिक दलसँग उसको आबद्धता हुन्छ, उसले समयमा काम गरेन होइन। सरकारी कार्यालयमा सबै सरकारी कार्यालयको कर्मचारीहरू कुनै न कुनै पार्टी निकट हुन्छन्, त्यहाँ उनीहरूले कतिपयले घुस माग्दैछन्, कतिपयले उसको सङ्गठन निकटको मान्छेहरू काम गर्छ। सरकारी संयन्त्र दलगत भयो होइन, विभाजित भयो त्यसरी होइन। मुख्य त हाम्रो सिस्टम नै भ्रष्ट सिस्टमले गर्दा यो अवस्था आएको हो भन्ने पनि छ नि। यसमा तपाईँ सहमत हुनुहुन्छ? म एकदम किन भन्नुहुन्छ भने नि हामी नेपाली होइनौँ। हामी नेपाली विदेश जाँदा चाहिँ तपाईँको जस्तो सुकै श्रम गर्ने हुनसक्छ, 2-4 बौद्धिक श्रममा पनि हुनुहुन्छ, आविष्कारमा नि होला, राम्रो पोस्टमा पनि होला होइन। तपाईँको चाहिँ आर्मी पुलिसमा पनि माथिल्लो पोस्टमा नि होला, मेजर कर्नेलसम्म होला, जर्नलसम्म होला। तथापि बाँकी रहेको त सबै श्रम गर्ने होइन र। अनि नेपालमा चाहिँ के भन्दै श्रम संस्कृति नै बिर्सिसक्यो, श्रम नै बिर्सिसक्यो। तपाईँ हाम्रो बच्चाले नै हामीले भनेको कुरा चाहिँ त्यहाँबाट पानी ल्याउनु न, एउटा चिया बनाउनु भन्दाखेरि आफै बनाउनुहोस् भन्ने खालको भयो नि त। यसलाई तपाईँको चाहिँ हो त्यही व्यावहारिक कुरा गर्नको लागि त तपाईँको पहिलो कुरो त तपाईँको चाहिँ घरबाटै स्टार्ट गर्नु पर्यो नि त। च्यारिटी बिगिन्स एट होम भन्छ।
तपाईको अरूलाई परिवर्तन गर्नु छ भने आफै परिवर्तित भएर देखाउनुहोस् न, अनि पो अरूले अनुकरण गर्छ। तपाईँ श्रम नगर्ने, अरूलाई चाहिँ अर्थी बुद्धि दिएर भएन। यहाँ चाहिँ अर्थी बुद्धि दिने बढी भए, अल्छी भयो, अल्छी भएपछि ठगेर खाने, मागेर खाने, तपाईँको चाहिँ टिन्डम गरेर खाने, अरूलाई फसाएर खाने, यी तपाईँको चाहिँ सहकारीदेखि लिएर दुनियाँ छ नि नेटवर्किङहरू, यो सबै तपाईँको ठगी धन्दातिर पुग्यो।